हेलो गाइस, दर्शन नमस्ते सबैजनालाई। के छ त गाइस, सबैलाई आरामै हुनुहुन्छ होला है भन्ने धेरै आशा छ। म पनि एकदम आरामै छु। आज त छुट्टीको दिन चट्टसँगले अहिले भर्खरै उठेर फ्रेस भएर खानासाना खाएर बाहिर घुमौँ भनेर थोरै आएको थिएँ। त्यसमा चाहिँ छोटो एउटा भिडियो पनि बनाउन त भनेर त चट्टसँगले भिडियो पनि यसो बनाउँदै गरेको गाइस हैन। सबैले सपोर्ट गर्नु होला, माया गरिदिनु होला सबैजनालाई। अनि नयाँ साथीहरूले मेरो फेसबुक पेजलाई फलो पनि गरिदिनु होला है भन्न चाहिए सबैजनालाई ल। अनि ठाउँ त यस्तै छन् है मलेसियाको त हैन। गर्मी त असाध्यै आज गर्मी त बढेको छन्। फेरि कोही बेला तपाईँको अलिक जाडो हुँदा पनि धेरै जाडो पनि हुने हो। हिजो अस्ति तपाईँको 1 महिना जति भनौँ हैन, पानी पनि 1 महिना जति नै पर्यो यहाँनिर त। यो ठाउँमा चाहिँ पानी परेर 1 महिना जति पुरै ठन्डा भएर है रुममा पनि चक्कासँगले हामी फ्यानसेनको पनि सबै बन्द गरेर सुत्ने अवस्था भएको थियो। तर अहिले आज त फेरि जस्तिबाट त पुरै गर्मी पनि ओभर गर्मी गाइस हो, के गर्नु। त्यही पनि अहिले चाहिँ अब बस्दा हैन, अब अलिकति गर्मीको पनि भनौँ न थोरै पचाउन थालिसक्यो। त्यही भएर त्यति साह्रो अवस्था हुँदैन। त्यही घाममै त यसो बाहिर घुम्न त भनेर चट्टसँगले मात्रै बाहिरतिर घुम्दैछौँ रोडतिर। हाम्रो होस्टेलहरू त यस्तै छन्, त्यही हो होस्टेलहरू त हैन। यहाँ त शीतल रहेछ, यहाँ त रुखको फेदमा नि यहाँ त शीतल जस्तो लाग्यो अहिले त। ल गाइस यस्तै छ ठाउँहरू हैन। यता चाहिँ यहाँनिर चाहिँ तपाईँको फुटबलहरूले खेल्ने ग्राउन्ड छ यता साइडमा चाहिँ। अनि त्यस्तै छ ठाउँहरू। कस्तो लाग्यो यसो हेरेर कमेन्ट गर्नु होला।